हेलो गुड मर्निङ एभ्रिवान। आज चाहिँ 2026 को श्रावणको लास्ट मन्डे हो अनि हामी चाहिँ विष्णुदेवी मन्दिर जाँदैछौँ। मेरो बाबाले चाहिँ ड्राइभ गर्दै हुनुहुन्छ, मम्मी चाहिँ पछाडि बसेर मजाले भिडियोको मजा लिँदै हुनुहुन्छ। हामीले सम पिक्चर्स पनि क्याप्चर गऱ्यौँ अनि हामी त्यहाँ मन्दिर पुग्यौँ अनि दर्शन गर्न गयौँ। अनि त्यसपछि यहाँ चाहिँ सबैजना गोदानहरू गर्दै हुनुहुन्थ्यो। हामी चाहिँ मन्दिरमा दर्शन गरेर बाहिर बत्ती पनि बाल्न थाल्यौँ। अनि हामीले एभ्रिथिङ मनले चिताएको सबै पुरा होस् भन्दै दर्शन गऱ्यौँ अनि मम्मी चाहिँ त्यहाँ बत्ती बाल्दै हुनुहुन्छ अनि मैले यसो बत्तीमा पूजा यताउति गर्दै बाबा चाहिँ मजाले भिडियो लिँदै हुनुहुन्छ। हेर्नु है। अनि त्यसपछि हामीले चाहिँ त्यहाँ गोदान पनि गऱ्यौँ अनि मलाई चाहिँ अलिकति मेरो लेगमा प्रब्लम भएर म चाहिँ त्यसरी बसेर गोदान गर्दै थिएँ। बाबाले पुरा राउन्ड हान्दै हुनुहुन्छ भिडियो। अनि त्यसपछि भिडियो लिँदा बाबालाई बोर लागेको छ क्यारे अनि आफ्नो पनि भिडियो लिनु भएछ। एन्ड अफकोर्स ही इज ह्यान्डसम। अनि त्यसपछि मैले 1-2वटा बाबाको मम्मीको फोटो लिएँ अनि मैले आफू पनि सेल्फी हाल्ने। अनि यो डग चाहिँ कस्तो मजाको रहेछ। बाबालाई चाहिँ पकेटबाट खानेकुरा झिक्नु भनेर पसल गएर माग्ने पनि रहेछ। अनि मेरो भिडियो पनि यसो खिचिदिनु भन्ने मैले खिचिदिनु भयो। अनि त्यसपछि मैले चाहिँ मोबाइल लिएर उहाँको भिडियो लिएँ अनि हामी चाहिँ घर फर्कियौँ। यो चाहिँ बाटोबाट मैले खिचेको। अनि त्यसपछि यो चाहिँ मेरो घर हो अनि मम्मीले मलाई घर पुगेपछि टिका लगाइदिनु भयो अनि मनमा आशीर्वाद पनि दिइराख्नु भएको छ है, मुसमुसो हाँस्दै। अनि त्यसपछि लक्कीलाई नि टिका लगाइदिनु जानुभयो अनि के लिएर आइदिनु भयो मलाई पापा भन्दै पुरा एक्साइटमेन्ट थियो। अनि टिका पनि लगाइदिनु भयो। अनि त्यसपछि फेरि मेरो पुन्टुको पालो, पुन्टुलाई टिका लगाइदिनु भयो। अनि त्यसपछि पुन्टु मसँग आउँछ अनि मलाई माया गर हुन्छ नि, माया गर्छ अनि मक्ख पर्छ। अनि फेरि मम्मीसँग गयो अनि मम्मीसँग बस्छ अनि मम्मीको नि मैले भिडियो लिँदै। अनि त्यसपछि थ्याङ्क यू फर वाचिङ।